एक्सेल सिटमा विद्यार्थीहरूको डेट अफ बर्थ दिएको छ। यो डेट अफ बर्थको आधारमा विद्यार्थीको हामी उमेर पत्ता लगाउन गइरहेका छौँ र माथि 4 वटा खाली कलमहरू छन्। त्यो 4 वटा खाली कलममा लाग्ने फर्मुला तल 4 वटा रोमा लेखेर राखिएको छ। यही फर्मुलालाई हामी कपी गरेर माथिको कलममा हालेर भ्यालु पत्ता लगाउन गइरहेका छौँ। अर्थात् विद्यार्थी कति वर्ष, कति महिना र कति दिनको भयो भनेर पत्ता लगाउन गइरहेका छौँ। अब हामी के गर्छौँ, यो टुडे भन्ने सेललाई राइट क्लिक गरेर कपी गर्छौँ। त्यसपछाडि D3 सेलमा राइट क्लिक गरेर पेस्ट गर्छौँ। यसरी राइट क्लिक गरेर पेस्ट गर्दा टुडे ब्राकेट ओपन र क्लोज मात्रै देखियो, आजको दिन पत्ता लागेन। आजको दिन पत्ता लाग्नको लागि यो फर्मुला एक्जिक्युट हुनको लागि हामीले टुडे भन्दा अगाडि बराबर लेख्नुपर्ने हुन्छ। यो कुरा माथि फर्मुला बार बक्समा देखिरहेको छ। टुडे भन्दा अगाडि हामी बराबर लेखेर इन्टर हान्छौँ किबोर्डबाट। इन्टर हान्न बित्तिकै के हुन्छ त, आजको डेट पत्ता लाग्छ। आज 2026 जनवरी 24 तारिक हो। त्यही डेट यहाँनेरि आएको छ। टुडे फंक्सनले के गर्छ भन्दाखेरि आजको डेट निकाल्ने काम गर्छ। त्यही डेट हामीले यहाँ निकालेका छौँ र D3 सेलमा चाहिँ आजको डेट पत्ता लाग्यो। तर D4 देखि D12 सम्मको सेल खाली छ। यो सेलमा पनि हामी आजको डेट निकाल्न गइरहेका छौँ। आजको डेट निकाल्नको लागि D3 सेलमा क्लिक गरेर सेलको राइट कर्नरमा क्लिक गर्न बित्तिकै यो प्लस साइन आउँछ। यो प्लस साइन आइसकेपछि हामी माउस ड्र्याग गर्छौँ, त्यसरी पक्रेर तान्छौँ। यसरी तान्न बित्तिकै माथि जुन डेट थियो त्यही डेट सेम डेट यहाँनेरि कपी हुन्छ अथवा फिलअप हुन्छ। अब यो डेट फिलअप भइसकेको छ। 2001 जनवरी 26 मा जन्मेको सीताराम बरुवाल 2026 जनवरी 24 मा कति वर्ष भयो भनेर निकाल्न गइरहेका छौँ। त्यो भ्यालु चाहिँ हामी E3 सेलमा निकाल्छौँ। E3 सेलमा निकाल्नुभन्दा अगाडि यहाँ एउटा फर्मुला दिएको छ। तल C18 सेलमा C18 सेललाई राइट क्लिक गरेर कपी गर्छौँ र E3 सेलमा क्लिक गर्छौँ। E3 सेलमा राइट क्लिक गरेर पेस्ट गर्छौँ र यहाँ जुन फर्मुला तलबाट कपी गरेर ल्याइसक्यौँ, यो ल्याएको फर्मुला चाहिँ बराबर नलेखेको कारणले एक्जिक्युट हुन सकेन। अब फर्मुला बार बक्समा गएर हेर्दा डेटेड भन्दा अगाडि बराबर छैन। त्यही कारणले यो डेटेड भन्दा अगाडि बराबर लेख्नु होला। बराबर लेखेर इन्टर हान्नु होला। इन्टर हान्न बित्तिकै फर्मुला एक्जिक्युट भइसकेको छ। अर्थात् सीताराम बरुवाल 24 वर्षको भयो भनेर यहाँ देखायो एक्सेलले। अब अरु विद्यार्थीको पनि भ्यालु निकाल्नु पर्ने छ हामीले। अरु विद्यार्थी कति वर्षका भए भनेर पत्ता लगाउनु छ। त्यसको लागि यहाँ क्लिक गरेर यहाँ तल प्लस आउँछ। प्लस आएपछि यसरी तान्न बित्तिकै अरु पनि भ्यालु निस्किन्छ। अब महिना हामीलाई निकाल्नु छ। सबैभन्दा पहिला मन्थ सेल यानी कि D17 सेलमा क्लिक गर्नु होला, राइट क्लिक गर्नु होला, त्यसपछि कपी गर्नु होला, त्यसपछि F3 सेलमा क्लिक गरेर पेस्टमा क्लिक गर्नु होला र फर्मुला बार बक्समा क्लिक गरेर बराबर दिएर किबोर्डबाट इन्टर हान्नु होला। महिना पनि निस्केको छ। सीताराम बरुवाल 24 वर्ष 11 महिनाको भयो भनेर एक्सेलले देखायो। अब अरु विद्यार्थीको पनि महिना पत्ता लगाउनु छ। त्यही कारणले F3 सेलमा क्लिक गरेर राइट कर्नरमा प्लस आएपछि माउसलाई ड्र्याग गरेर अरु विद्यार्थीको पनि महिना पत्ता लागिसकेको छ। अब त्यसै गरी हामीलाई डेज पत्ता लगाउनु छ। त्यही कारणले डेज फर्मुला यानी कि C16 सेलमा कर्सर राख्नु होला। C16 सेलमा कर्सर राखेर कपी गर्नु होला। त्यसपछाडि G3 सेलमा राइट क्लिक गरेर पेस्ट गर्नु होला। त्यसपछि फर्मुला बार बक्समा गएर यहाँ बराबर थिचेर इन्टर हानेर डेजको फर्मुला पनि एक्जिक्युट गराउनु होला। अब एउटा डेट त निस्क्यो, अरु खाली कलममा पनि डेट फिलअप गर्नका लागि हजुरहरूले G3 सेलमा क्लिक गरेर राइट कर्नरमा कर्सर राख्नु होला।
यहाँनिर यस्तो प्लस चिन्ह आएपछि यसरी ड्र्याग गर्नु होला अथवा फिल गर्नु होला, डे पनि फिल हुन्छ। अर्थात् 2001 जनवरी 26 मा जन्मेको सीताराम बरुवाल आजको डेट 2026 1 महिना 24 तारिखको दिनमा आइपुग्दा 24 वर्ष 11 महिना 29 दिनको भयो भनेर यहाँ देखाइएको छ। यो डेटेड इफ फंक्सनबाट हामी के कुरा पत्ता लगाउने काम गर्छौं त भन्दा दुईवटा डेटहरू बीचमा हुने वर्ष महिना र गते पत्ता लगाउने काम गर्छौं। यही कुरा हामीले आज पत्ता लगायौं। हजुरहरूलाई यो कस्तो लाग्छ कमेन्ट गर्नु होला।